हजुरहरुले myself Bhavna and welcome back to my new mini vlog. So भोलि चाहिँ म रिटर्न हुँदैछु तेजपुर. सो अहिले आमाले मेरो लागि बनाइदिनु हुँदैछ, मतलब पोलिदिनु हुँदैछ सेलरोटी. सो यसो त म पनि बनाउँछु. यो पालिको तिहारमा मैले बनाए किनकि आमालाई सन्चो थिएन जिउ, त्यही भएर. अनि आमाले बस एक दुईवटा बनाउनु भयो, जुन चाहिँ चढाउनु हुन्छ नि कुलमा, त्यो अहिले चाहिँ आमाले बनाइदिनु हुँदैछ. सो ल गाइस हेरौँ त ल आमाले कसरी बनाइदिनु हुँदैछ. यहाँ मेरो आमाले बाबाको साट लगाउनु भएको छ अनि सोही रोटी पोल्नु हुँदैछ नि. टान टान कति हुन्छ हुन्छ यहाँ अलिकति मलेको छ. देख्नु भयो? के भन्नु चाहनुहुन्छ तपाईँ? के भन्नु चाहनुहुन्छ भनिदिनुहोस्. आउनुहोस् सबैलाई खुवाउँछु पोलेर भन्नु. राधे राधे झरले मेरो तिहार गएकै छैन. छेउछिमेकीलाई पोल्ने रोटी दिनु छ. अनि यो म तेजपुर जाँदैछु स्पेशली त्यसको लागि बनाइदिनु भएको भन्नु. ओ मेरो छोरीको रुममेटहरूले मिठो रोटी ल्याउ रोटी पोलिदिएको हौ गाइस. मेरो ससुर आएको पनि मुखमै झुन्डेको फेरि खान्छु म रोटी. गाइस गुलियो नुनिलो के भएको म जान्दिनँ, खालि बनाएको कम्मल दुखिसक्छ. नगरौ ठुल्ठुलो नउठाऊ यिनीहरू चाहिँ. भक्ते भाइको आमा पो भएको छ. वाउ गाइस वाउ. अब म पनि एकछिनमा पोल्छु एक दुईवटा. एकछिनमा यो हुन्छ, त्यसको पछि म डल्लै देखाउँछु. अब म एकछिन रेस्ट गर्छु है. हस् भन्नु. हस्. सो गाइस आमाले चाहिँ यहाँ रोटी पोल्नु हुँदैछ. म चाहिँ तल रुममा गएर एकछिन ढल्के भएँ. अब देखाउनु आँटेको अलिकति म पनि पोल्छु है. फेरि फिट्नु भयो के पोल्नु हुँदैछ. म चाहिँ अब भात खान्छु. बाबा मुसुरी लगाइदिनु ल. यो गिलास होइन इयरिङ. यो यहाँ हेर्नु हाम्रो पुरा काँडा काँडा भएको सेलरोटी कस्तो मजाको भएको छ. कति खराउनु भएको त्यो. लु गाइस अब म पोल्छु. यसले नेपालमा बहुत धेरै छ कि यो के यसले पोलेको. सो फर्स्ट टाइम म भी ट्राई गर्छु. हट्नुहोस् नि.